السلام عليكم كيف حالك تمام Let's go सुरुवात नै फेरि खतरा ठाउँबाट गर्दैन म त फेरि हैन साथीहरु सो वेलकम ब्याक आज डे 4 टर्निमाले च्यालेन्जको अनि 365 डेज एज वेल आजको हालचाल एकदम राम्रो छ पहिला म दृश्य देखाइदिएँ तपाईहरुलाई यो चाहिँ एकदम प्योर ओरिजिनल हो है साथीहरु एकदमै रियल हो बिल्डिङ भित्र भए पनि त्यही भएर मलाई यहाँ कामहरु चाहिँ अति मन पर्छ किनभने यहाँतिर अलिकति ताजा हावा आइरहन्छ के लास्ट बबाल मजा आउँछ अझ झन् उतापट्टि चराहरू छ चराहरू बबाल छ यहाँ हेर्न सक्नुहुन्छ डेकोरेसन एकदम बबाल गरिएको छ है यहाँतिर यिनीहरू यसो फ्रेस हावा आउँछ हैन त्यही भएर मजा आउँछ के मलाई यता प्लस सँगसँगै के छ भन्दाखेरि हाम्रो चिया भट्टी छ यता पसल छ हैन मैले पसल थापेको छु साथीहरू यता यसमा चाहिँ कफी लाटे साटे स्याबले हैन चाउमिन मोमो सबै पाइँदैन है फोटो खिच्दा चाहिँ दामी छ के यतातिर साथीहरू फोटो खिच्नलाई चाहिँ बब्बाल बब्बाल ठाउँ छ है लोकेसन तर खिच्ने मान्छेले खिच्न आउनु पर्यो अनि पोज दिने मान्छेले बबाल पोज दिनु पर्यो त्यसपछि त यहीँतिर दिँदा पनि भयो हैन एउटा फोटो टक्क यता लालटिनको खम्बा छेउमा हैन नभए एउटा टक्क यहाँतिर च्वाक पाराले जी त्यस्तो रे हैन यहाँ अब अब क्याफेमा पुरा 5-6 वटा स्क्रिनहरू छ हैन दिनभर म चाहिँ यहाँ मुभी हेर्दै बस्ने हो कि साथीहरु केही गर्नु पर्दैन मुभी हेर्दै बस्ने आनन्दले बबाल भयङ्कर छ नि हो मेरो ड्युटी त बा के भन्नु अब हो यता चाहिँ हाम्रो डल्फिन साथीहरू छ यता दुईजना यतातिर डुलिरहेको रहेछ बाँकी एकजना चाहिँ यता उहाँ पढ्दै बसिरहेको थियो आएन है लजाए जस्तो छ नक्कलीहरू यतापट्टि चाहिँ लेडिजहरू हुन्छ उतापट्टि चाहिँ मतलब आई मिन यतापट्टि चाहिँ फिमेलहरू उता पारिपट्टि चाहिँ मेलहरू छ यहाँ चाहिँ डल्फिन टर्नै छ तर यहाँ अब निस्किँदैन के गर्नु अब ट्रेनर आएपछि मात्र निस्किन्छ यिनीहरू हामीलाई पत्याउँदैन है ठिकै छ केही छैन आज ड्युटी चाहिँ मेरो यतातिर यसरी डुलिराख्ने त्यहाँ टिभी हुन्छ स्क्रिनमा मुभी हेर्दै बस्ने हो अनि यसो डल्फिनहरू हेर्ने अब गेस्टहरू आएर हुन्छ यसो गेस्टलाई अब सोधेको कुराहरू भन्ने त्यही हो अरू त के हुनु हैन यता अनि यताभित्र चाहिँ हाम्रो चिडियाखाना छ चिडियाखानामा चराचुरुङ्गीहरू क्याउ गरेर हुन्छ बगाल मजा आउँछ अनि यतातिर हेर्नु सक्नुहुन्छ यिनीहरू सब एकदम जङ्गल टाइप छ जी बढिया मजा आउँछ बढिया ओहो लालटिन बबाल भयङ्कर लास्टिङमा रहेल ओहो यहाँ फेरि एउटा आइटम छ है तपाईँहरूले देखाउनु पनि यहाँ चाहिँ के मलाई चाहिँ के हो खास गरी एक्ज्याक्ट थाहा भएन तर यहाँ स्क्रिनमा बोलिरहेको हुन्छ के बोलिरहेको पनि खासै बुझ्दिनँ म अब आफूलाई इङ्ग्लिस खासै आउँदैन तर मलाई थाहा भए अनुसार चाहिँ कसरी चाहिँ वायुमण्डलले कुनै पनि कुरालाई एक ठाउँबाट अर्को ठाउँमा कसरी हैन पुर्याइन्छ भन्ने कुरा देखाउन खोजेको जस्तो लाग्यो जस्तै कि लेट मी शो यु सम म देखाइदिन्छु तपाईँलाई अहिले त्यहाँ पहिला रुमाल हालिन्थ्यो अनि गेस्टहरूले लाने भएर चाहिँ उनीहरूले यहाँको यसको पनि छुट्टै डिपार्टमेन्ट छ नि त फेरि तिनीहरूले लगे जस्तो म टिस्यु हालेर देखाइदिनु तपाईँहरूलाई टिस्यु हालेर हैन यो चाहिँ यस्तो तरिकाले यहाँभित्र टिस्यु घुसारिदिने हो अनि म्याजिक या जस्ट लाइक दिस तर यो खेल्न पनि बच्चाहरू लास्टै आउँछ क्या फेरि बच्चाहरूले खुब मजा आउँछ होला हैन त्यही भएर बच्चाहरू बब्बालै आउँछ यहाँ लेखा छ अब तपाईँहरू पढ्न सक्नुहुन्छ पढाइ लेखे मान्छे हैन आफू त फेरि अब खासै पढिएको छैन यतापट्टि नि छ हैन जस्तै कि
Sent from an air saying how have been oceans with Amazon shop today. Millions of years ago, the Sahara Desert was a त्यो के अरे त्यो विजय साई जस्तो हो नि त म त फेरि खतरा पढिदिन्छु नि त एकछिनमै पढिसकेँ तपाईँहरू हेर्दै होला होइन म त पढिसकेँ मैले पढिसकेँ मेरो क्याफेको नाम छ डल्फिन मेमोरिज सो अहिले मुभीहरू खासै रिलिज भएको छैन नि त त्यही भएर स्क्रिनहरू सब अफ गरिदिएको छु है अहिलेलाई सो यता चाहिँ अनि माथि हाम्रो बस्ने ठाउँ हो यहाँ बसेर चाहिँ टक्क डल्फिनहरू आएर जिस्केर हुन्छ अनि त्यहाँ बसेर चाहिँ जिस्किने हो कि डल्फिनसँग चट्ट अनि नाचेर नि देखाउँछ त्यतिखेर नाच्ने हो हेर्ने हो होइन त्यसै कारण यहाँ बिचमा चाहिँ हाम्रो अब डल्फिन नचाउने मान्छेहरू हुन्छ तिनीहरूको वासस्थान हो सो त्यही हो अरू त के भन्नु होइन अरू खासै छैन अब साथीहरूलाई के बोर गरिराख्नु होइन आज डे 4 एकदम खुसी लागिरहेछ 0 भ्युज विथ 0 भ्युज 0 लाइक 0 कमेन्ट 0 सब्सक्राइबर वेल आई एम सेटिस्फाइड नो प्रब्लम आई होप युट्युबले मेरो भिडियो डिलिट नगरोस् किनभने मलाई यो लामो दूरीसम्म एकदम लामोसम्म लानु छ जस्तै कि अन्टिल आई होइन म जबसम्म यसलाई बन्द गर्दिनँ या फिर आम्बो म त तपाईँहरूलाई सँगसँगै भयो भने त म त के देखाउँछु होला हौ बा हजुर होइन बिहे गरेको बच्चा भएको बच्चा बिस्तारै ग्रो भएको होइन म बुढो भएको आम्बो जवानीदेखि बुढोसम्मको यात्रा देखाइदिनु म त फेरि बा खेर ठिकै छ अहिलेलाई आनन्दै छ धेरै बोर गर्दिनँ अब डल्फिनहरू यस्तरी बसिरहेको भयो भने डल्फिनको यसो 1-2टा भिडियो पठाल्ने होइन हालिदिउँला अदरवाइज ओके देन सी यू लिएर धेरै बकवास गर्दैन म यति भन्दै बिदा लिन चाहन्छु हस् त नमस्कार बाई बाई